एक्सपेरिमेन्ट गरेर एउटा जो तपाईँले मेन्सन गर्नुभयो एउटा न्युज भनेको थियो होइन, त्यो एक्सपेरिमेन्टमा रिडिङ्सहरूको फाइनल कन्क्लुजन ल्याउँदाखेरि डेटा मैले 100 टाइम्स चाहिँ त्यो चाहिँ मैले मतलब रिडिङ्स लिएँ त्यसको है। लाइक सबैले त्यही नै हो रिसर्चमा गर्ने, तर पनि डाउट हुन्छ। तर मान्छेले चाहिँ सामान्य मिथको कुराहरूलाई सामाजिक मुन्दुम या कुनै आध्यात्मिक बुकद्वारा भनिएका कुराहरू सत्य स्थापित गर्न खोज्छ। तर त्यो चाहिँ अब हामी जस्तो विद्यार्थीहरूले चाहिँ जहिल्यै त्यही कुरा सत्यलाई त 1000 टाइम या 100 टाइम्स प्रयोग गरे पनि डाउट भइराखेको हुन्छ भने त्यसलाई अलिक नपत्याउने स्थिति चाहिँ बन्छ है। र त्यसले निर्धारण गरेको सत्यताहरू सत्य हुँदैन, तर पनि मिथ रह्यो। हाम्रो पेरेनियल नलेज हो, त्यसलाई रेस्पेक्ट गर्नुपर्छ। चाहे मुन्दुम होस् या कुरान होस् या बाइबल होस् होइन, जुनसुकै पनि आध्यात्मिक बुकहरू एउटा हाम्रो अनुभव, मानव जीवनको अनुभवको एउटा सङ्गालो हो। त्यो हामीले सम्मान गर्नुपर्छ भन्ने छ, त्यसलाई रेस्पेक्ट गर्नुपर्छ। तर अब हामी मान्छे चाहिँ नेक्स्ट स्टेप सोच्नुपर्छ। स्पेसली अहिले हामी लिम्बू समुदायले चाहिँ मुन्दुमको नाममा त्यो कुराहरूलाई चाहिँ बिर्सिँदैछौँ कि जस्तो लाग्छ। त्यसो गर्दा समाज चाहिँ पछाडि धकेलिन्छ।